हजुरहरूले अहिलेसम्म हाम्रो युट्युब च्यानल सब्सक्राइब नगर्नुभएको भए प्लिज सब्सक्राइब गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। पोस्टबाट है, यसकारण गाईको पेटमा पल पार्छन् अमेरिकी किसान। तस्बिर हामीले देख्न सक्छौँ। एजेन्सी आजकल सबै देशहरूमा अर्ग्यानिक खेती गर्ने प्रचलन बढ्दै गएको छ। दीर्घकालीन खेती गर्न संसारभरका किसानहरू विभिन्न तरिका अपनाइरहेका पाइन्छ। यसैबीच हालमा अमेरिकामा खेती गर्नका लागि एउटा अचम्मको उपाय अपनाइएको छ है। त्यस्तै अमेरिकी किसानहरूले गाईको पेटमा पल पार्ने अचम्मको प्रविधि अपनाउन थालेको छ। हो, तस्बिर हामीले हेर्न सक्छौँ, देखिरहेका छौँ। एउटा गाईको पेटमा पल परेको छ। हो, यो तरिका अपनाउनुको कारण पनि निकै अनौठो रहेको छ। हेर्दा एकदम अनौठो देखिए पनि यसका वास्तविक कारण भने गाईको आयु बढाउनका लागि हो। वैज्ञानिकहरूका लागि गाईको भित्री भाग जाँच गर्न गाह्रो हुने भएकाले यो तरिका अपनाउँदा यसरी जाँच गर्न निकै सहज हुने गरेका छ। गाईको पेटमा पल पारिसकेपछि एउटा प्लास्टिकको रिङले यसलाई बन्द गरिन्छ। यो प्रक्रियाको मद्दतले वैज्ञानिकहरूले गाईको पाचन प्रक्रियाको बारेमा धेरै जानकारी सहज रूपमा प्राप्त गर्न सक्छन्। यसले मुख्य गरी गाईका लागि कुन खाना सबैभन्दा फाइदाजनक हुन्छ र पेटमा के कस्ता ब्याक्टेरियाहरू छन् भन्ने पनि पत्ता लगाउन सकिन्छ। गाईको शरीरमा यस्ता पल जुन भागमा बनाएको हुन्छ त्यसलाई रुमेन भनिन्छ अरे है। हामीले देख्न सक्छौँ गाईको जुन पेटको साइडमा पल परेको छ। तस्बिरमा पनि गाईलाई खाना खुवाइसकेपछि वैज्ञानिकहरूले यो फिस्टुला ब्राकेटमा दिएको छ। पल पारेको भागलाई फिस्टुला पनि भनेको छ। हो, फिस्टुलाको मद्दतले शरीरमा पाचन प्रक्रिया कसरी भइरहेको छ भन्ने थाहा पाउन सक्छ। यसले गाईलाई केही अस्वस्थ महसुस नहुने भएकाले पनि यो तरिका उपयुक्त मानिएको छ। यसले गाईका विभिन्न भित्री भागहरूको अध्ययन गर्न सजिलो बनाइदिएकोले हामीले गाईलाई विभिन्न रोग लाग्नबाट बचाउन सक्छौँ र यसका कारण गाईको आयु पनि बढ्न जान्छ। तस्बिरमा फेरि पनि हेर्न सक्छौँ गाईको पेटमा पल परेको छ। तर यो प्रक्रियालाई आलोचना गर्ने पनि थुप्रै रहेका छन्। गाईको शरीरबाट एउटा भाग निकालेर पेटभित्रका संवेदनशील अङ्गहरूको उजागर गर्नु आफैमा अनौठो र पीडादायक लाग्छ। यसरी पल पारिसकेपछि उक्त गाई 4 देखि 6 हप्तासम्म अस्वस्थताका कारण हलचल गर्न सक्दैन। उता आलोचकहरूले पनि यसलाई एनिमल वेलफेयर एक्ट विरुद्ध रहेको र यस्ता अनुसन्धान र परीक्षण जनावरहरूका हित विपरीत रहेको बताएका छन्। साझा पोस्टबाट यो भिडियो कस्तो लागेको छ, मन पर्यो भने लाइक सेयर गर्नुहोस्। कुनै सल्लाह सुझाव दिन चाहनुहुन्छ भने कमेन्ट गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।